हाम्रो दिदी बहिनीहरू चाहिँ कलेजमा आएर होइन दसैँको टाइमिङमा यसो घुम्न आउनु भएको रहेछ उहाँलाई चाहिँ हल्का सानोतिनो क्वेसन सोध्ने चाहिँ म है हेलो सन्चै हुनुहुन्छ हजुर कहाँदेखि आउनुभयो आबुधाबी हामी टुरिस्ट क्लब अनि हजुरको नाम चाहिँ के पर्यो अनि हजुरको अनिता थापा हजुरको एलिसा काव्या आज दसैँको दिन होइन सबैजना यस्तो राम्रो राम्रो भएर आउनु भएको रहेछ अनि कस्तो भइरहेको छ दसैँ एकदम रमाइलो भइरहेको छ नि अनि हजुरमा पनि राम्रो मनाइरहेको छु खुसी लाग्दैछ कि एउटा आफ्नो होइन कल्चर जो चाहिँ विदेशमा आएर पनि हामीले अझै अगाडि बढाइरहेको छु सबैलाई देखाइरहेको छु मान्छेहरूले धेरै हेर्नुहुँदैछ कि आज हामीले यो रातो टिका जमारा अनि योमा आउनु भएको चाहिँ कति भयो नि मेरो यहाँको 2 वर्ष भयो अनि हजुर म 2 महिना भयो हजुर 2 महिना 2 महिना भयो हजुर 5 वर्ष 5 वर्ष ओके हजुरको फर्स्ट जब चाहिँ के थियो नि मेरो ब्युटिशियन अहिले नि अहिले पनि हजुरको सलुनमै हो ओ सलुन हजुर सलुनमै हजुर सबैजना सलुन सबै एउटै कम्पनीमा हो कि डिफ्रेन्ट कम्पनी हो अनि यहीमा आउनु भएर चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो भइरहेको छ त एकदम खुसी पनि लाग्छ चाडपर्वतमा चाहिँ आफ्नो देश आफ्नो फ्यामिली चाहिँ धेरै मिस हुँदो रहेछ त्यो त सही नै हो सबैलाई मिस गरिरहेको छु अरू त कामहरू एकदम ठिकै छ अर्को चाहिँदेखि अर्को आइम यहाँ धेरै कुरा नयाँ देख्यौँ सिक्यौँ होइन यसमा चाहिँ खुसी लाग्छ हजुर म्यारिड हो नो आई एम नट म्यारिड सिंगल हुनुहुन्छ दिदी अनि हजुर हजुर म चाहिँ म्यारिड हो सिंगल हजुर नै म्यारिड नै हो म पनि हजुर त सिंगल हो गाइस उहाँ दिदी सिंगल हुनुहुन्छ सिंगल हो कि डबल हुनुहुन्छ सिंगल हो ल ठिक छ नि हजुरको अनुभवमा चाहिँ तपाईको हुनेवाला हुन्छ नि कस्तो चाहिँ हुनुपर्छ जस्तो लाग्छ फर्स्ट अफ अल चाहिँ एकदम लोयल्टी त्यो त सही हो एकदम अब के भन्नु माया गर्ने लोयल्टी आफूलाई साथ दिने त्यो भन्दा बेसी त अरू के नै साथ होइन आफूलाई साथ दियोस् हरेक दुःख सुखमा त्यसमै अब त्यही म त्यही सोचेको छु अनि टिकटक बनाउँदा क्यामेराम्यान भइदियोस् बस्दै अलिकति यो मिलेन त्यो मिलेन भनिदिने चाहिँ यहीमा आउन लाग्नु भएको दिदी भाइ दाजु भाइहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त हजुर त के भन्नु आउनुहोस् देख्नुहोस् होइन कस्तो छ आफ्नो देशदेखि बाहिरको देश पनि कस्तो छ आएर अनुभव गर्नुहोस् होइन तर यहाँ आएपछि नि त्यस्तो गाह्रो त लाग्छ जस्तो लागेन जसरी हामी घुलमिलियौँ त्यसरी नै उहाँहरू पनि घुलमिलिनुहुन्छ होला किनभने यहाँ हामी अब योमा छौँ भने यहाँको लोकालिटी भन्दा पनि बेसी त आफ्नै देशकोहरू देखेर यताउता देखेर धेरै खुसी नै लाग्छ समटाइम्स चाहिँ यस्तो खालको फिल हुन्छ कि हामी अब विदेशमा चाहिँ होइन आफ्नै देशमै छौँ जस्तो लाग्छ जस्तो तपाईँलाई पनि भेट्यौँ हामीले यसरी सोधिरहनु भएको छ एकदम राम्रो गयो जस्तो लाग्यो किनभने अब यो तर्फ सबैले देख्नु पनि हुन्छ होला यहाँ आएर चाहिँ हजुरलाई चाहिँ खुसी त हुनुहुन्छ नि साथीहरू एकदम राम्रो छ काम पनि राम्रै छ अपर्च्युनिटी दिनु